मलाई चाहिँ कतिजनाले भन्नुहुन्छ कि सिस्टर तपाईँलाई त काली ढटु नराम्री छिछि फोरी होइन अनि त्यसपछि के अरे कपडा लगाउने सेन्स नभएको यान तान भनेर कति गाली गलौजहरू गर्छन् भनेर भन्नुहुन्छ है। मलाई चाहिँ कसैले गाली गर्यो भन्दैमा कति पनि चित्त दुख्दैन के है, किनभने कुनैसम्म घरैकाले गाली गरेर आफ्नाले चाहिँ गाली गर्दाखेरि सहनु परेको थियो। त्यो भएर पनि मलाई यो पराईले गाली गरो, पराईले छिछि र थुतु गरायो भन्दैमा कहिले पनि चित्त दुख्दैन है। र सबैले आफ्नो आफ्नो कर्म खाने हो। मेरो दुःख मैसँग छ, मेरो कर्म मैसँग छ, उनीहरूको दुःख उनीसँग छ, उनीहरूको कर्म उनीसँग छ। र उनीहरू कसैले पनि यहाँ दिनमा 10 चोटि नुहाउँदैन कि, दिनमा 10 चोटि कसैले पनि कपडा फेर्दैन। अहिलेको गर्मीको समयमा यो काम गर्नेहरूले नुहाउने भनेको दिनमा 2 चोटि हो। एकचोटि बिहान रातभरि गर्मी भएको हुन्छ होइन, अनि बिहान उठिसकेपछि नुहाइसकेपछि फ्रेस भइन्छ है। त्यसपछि अब हामीलाई त जलहरू पनि राखिदिनु पर्छ, अनि बिहान एकचोटि नुहाइन्छ, अनि त्यसपछि काम गरेर आइएको हुन्छ। साँझमा शरीर फोहोर भएको हुन्छ, त्यसपछि त्यो त्यत्तिकै सुत्न मन लाग्दैन, अनि पखालेर शरीर सुत्न पाएपछि आनन्द फिल आउँछ। त्यही भएर रातिमा नि एकचोटि नुहाइन्छ है। अहिलेको गर्मीमा नुहाउने भनेको 2 चोटि हो। त्यो उनीहरूले पनि 2 चोटि नुहाउँछ नि, त्यो मैले पनि 2 चोटि नुहाउँछु होइन। यहाँ कोही माइकल छैन दिनमा 10 चोटि नुहाउनलाई, र दिनमा 10 चोटि कपडा फेर्नलाई कोही पनि छैन। दिनमा 2 जोडी जो फेर्ने हो, बाइचान्स त्यस्तो कपडा फोहोरो भयो, त्यस्तो केही भयो भने चाहिँ मात्र हो दिनमा अरू कपडा फेर्ने, नत्र भने यहाँ लगभग कपडा फेरिराख्ने पनि कोही पनि छैन है। फरक यति हो, उनीहरू मजाले कोठामा बस्छन्, लाइभ बस्छन् होइन, अनि कुरा काट्छन् होइन, अनि डलर कमाउँछन्। म चाहिँ सङ्घर्षको मैदानमा उत्रिएकी छु है, जहाँ चाहिँ मैले चाहिँ घाम पानी हावाहुरी बतास सबै बिहोर्नुपर्छ। त्यही भएर म फोरी जस्तो देखिन्छु, र मलाई यसमा कुनै पनि गुनासो छैन है। यो मेरो सङ्घर्षको मैदान हो, म मजाले सङ्घर्ष गर्छु। कसैले मलाई फोरी अनि कपडाको सेन्स नभएको यानतान भन्दैमा म पछि हट्नेवाला छैन। आउँछ मेरो दिनहरू, टक्क लाएर राम्री चिरी च्याट्ट परेर होइन, राम्रा स्ट्यान्डर्ड कपडा लगाएर कारमा हिँड्ने दिन पनि आउँछ। र अहिले म सङ्घर्षको मैदानमा हुँदाखेरि मैले राम्रा कपडा लगाएर स्ट्यान्डर्ड बन्न खोजेँ भने म कहिले पनि वास्तविक स्ट्यान्डर्ड बन्न सक्दिनँ के है। किनभने अहिले हामी स्ट्यान्डर्ड बन्न खोज्नु भनेको लगानी नलगाउने हो के। लगानी जस्तो अब मैले कमाएको पैसाले अब कपडाहरू किन्ने, कारहरू किन्ने गर्न थालेँ भने म त्यतिमै सीमित रहन्छु कि। तर मलाई चाहिँ त्यतिमा सीमित रहनु छैन। मलाई मेरो बिजनेस व्यापारहरू बढाउनु छ, मलाई धेरै अगाडि बढ्नु छ। त्यो भएर पनि म चाहिँ अहिले चाहिँ त्यो स्ट्यान्डर्ड हुनतिर लागेको छैन, म लगानी गर्नतिर लागेको छु। र म जे गर्दैछु मलाई चाहिँ एकदमै खुसी छ, र म एकदमै सही गर्दैछु भन्ने चाहिँ मलाई लागेको छ होइन। सो मलाई चाहिँ यो कसैले गाली डडु छिछि र थुतु गराउँदैमा मलाई केही पनि फरक पर्नेवाला छैन। तिमीहरूलाई जे भन्न मन छ भनाऊ, मजाले भनाऊ होइन। तिमीहरूलाई मलाई गाली गरेर तिमीहरूलाई राम्रो हुन्छ भने होस् है, तर यति कुरा ख्याल गर, पैसा हातमा आएर मात्र हुँदैन। यदि गर लाग्यो भने त्यो पैसा, हातको पैसा पनि सकाउनको लागि समय नै लाग्दैन। मान्छे कति बेला रोडमा आउँछ, कति बेला करोडमा पुग्छ, कसैलाई पनि थाहा हुँदैन। त्यही भएर सकेसम्म कसैको चित्त नदुखाइकन, कसैलाई नराम्रो नबनिकन कमाउने कोसिस गर। सक्दैनौ भने अब जे गर्न मन छ गर है त। हस् त, धन्यवाद।